प्यारा साथीहरूलाई सर्वप्रथम त हार्दिक नमस्कार टक्राउन चाहन्छु। यी दुईजना साथीहरू म जाँदिनँ भन्दा भन्दै पनि यिनीहरूले मलाई जबरजस्ती गरेर लिएर आए। खै दाउनेमा आएर घर फर्के भन्ने पनि यिनै दुईजना हो। हामी कौरा जाँदैछौँ। अहिले केही पनि नहुँदो रहेछ। त्यो घोडा चढ्ने पहाडीको डिक्की होइन, त्यो डिक्कीमा बस्ने तिनजनाको झडक झडक पारेर हात्ती हेर्नु हात्ती चोक सबैले देखे। अर्कोचोटि फेरि आइन्छ सबै साथीहरू जो जो आएनन् ती सबैलाई ल्याइन्छ। विदेशमा भएका पनि आएको टक्का ल्याइन्छ। एकदम तपाईँलाई थाहा रहेछ। थ्याङ्क यू सो मच। हात्ती मेरो साथी हात्ती मेरो साथी ए पिक्चर हल्ला दुईवटा रहेछन्, दुईवटा हात्तीमाथि चढ्ने हो कति के रातिको बेला हिँड्छ कि हिँड्दैन भन त? रातिको हिँड्दैन। हामी चाहिँ अहिले चाहिँ सौराको चोक चोकमा आएको छ। तर भैलासेली कार्यक्रम रहेछ। एउटा आएर हिँड्नु पनि थियो भने हामी गर्न पाइएन। तर आज पनि हामी गरिरहेको छौँ। इन्जोय गर्नुहोस्, हेर्नुहोस् होइन।
यो कस्तो दामी आएको छ मेरा प्यारा साथीहरू। अहिले चाहिँ हामी रिसेन्टली चाहिँ के अरे यो चितवनको सौरा भन्ने ठाउँमा रात्रिकालीन अहिले करेक्ट कति बजे 6:57 यहाँ देखिरहेको छैन, तर हामी चाहिँ चितवनमा छौँ है। चितवनको सौरा भन्ने ठाउँमा यो चाहिँ एकदम पिसफुल छ होइन। सौरा भन्ने बित्तिकै धेरै भिडभाड हुन्थ्यो, साथीहरू पनि हुन्छ हाम्रो 2 जना होइन। भिडभाड हुन्थ्यो, आफै हेर्न सक्नुहुन्छ कति राम्रो छ, कति सुन्दर छ होइन। यो चाहिँ मैले एक्सपेक्ट गरेको थिएन क्या यो, तर यहाँ चाहिँ रहेछ, साँच्ची नै रहेछ। हल्ला चाहिँ सुनेको हो तर थियो, राम्रै रहेछ होइन। मलाई देख्दा खुसी लाग्यो। यो चाहिँ जुराइदिने चाहिँ हाम्रो यो 2 जना साथी हुनुहुन्छ, उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद होइन। हात उठाइदिनु, धेरै हात उठाइदिनु। ओके वेल अन्तिहरूले हेर्दै हुनुहुन्छ दाजु भनेको कसलाई भन्यो भनेर होला। अनि यहाँ धेरै राम्रो रहेछ है। अब आजको प्लान चाहिँ यति नै हो। हामी अघि नै कति बजी आयो? 6 बजे होइन यार, कति बजी आयो अरे हामी यहाँ? 3 बजे हो, 3 बजे आयो। त्यसपछि हामी यसो गयो, फ्रेस भयो, नुहाइयो धुवाइयो होइन। धेरै रमाइलो भयो है। अनि त्यसपछि एकछिन चाहिँ घोडामा चढ्यो। त्यो क्लिप चाहिँ अब यसमा एड गर्न मिल्ने भयो, हामी एड गर्छौँ, केही छैन होइन। अनि साथीहरूसँग छ, त्यो एड गरौँ। मैले एक्ज्याक्ट भिडियो चाहिँ बनाएको छैन, तर चाहिँ यो चाहिँ अचम्मै मनमोहक। मैले चाहिँ यो विदेशमा चाहिँ देखाएको थिएँ, तर यो चाहिँ यो बुटोलमा हाम्रो नजिकै बुटोल, मेरो नजिकै बुटोल वरिपरि हो। तर यो चाहिँ यहाँनिर चाहिँ यो चाहिँ स्ट्रिट लाइटको यस्तो व्यवस्थापन गरेर राम्रो गरेको रहेछ। मलाई एकदम खुसी लाग्यो हो। यति भन्दै आजको भतुवाहरू यहाँ आएर पनि चहलका मचाउन सफल रहेका छन्। यो भनेको जहाँ गए पनि राज गर्ने भन्ने भन्छ क्या यसलाई। यिनीहरूले यो उस्तै पऱ्यो नि, यो पिङ छ नि, यो झोला भाँदिन पनि सक्छन्। यिनीहरू भनेको डेन्जर हुन्, डराउनु पर्ने छ। तर म चाहिँ डराउँदैन क्या, किनभने डराउनु पर्ने आवश्यकतै छैन क्या, छैन। अनि आसन हेर्नु कस्ता इनोसेन्ट जस्तो देखिन्छन्, तर यिनीहरूले उस्तै पनि मान्छे खडा हानेर मारिदिन पनि सक्छ। बहुत डर लाग्दा। त्यही पनि हाम्रो साथीहरूले केही भन्न चाहन्छन् कि? ल होइन, जे जे भन्यो त्यो सबै कुरा ठिक हो नि, ठिक हो, एकदम हामी खुसी छौँ, रमा छौँ। उहाँहरूले नै सहमति जनाइसकेपछि मेरो यसमा भन्नुपर्ने केही छैन होइन। आज चाहिँ हामीले चाहिँ हात्तीमा अनि डुगामा चढेर गई अनि पोखरा को जान्छ? जङ्गल सफारी। पोखरा को जान्छ? पोखरा पनि गइन्छ टाइम मिल्यो भने। फर्का यहीँदेखि होइन, टाइम मिल्यो।